दर्शकबिन नमस्कार, मेरो यो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आजको भिडियोमा हामी कुरा गर्नेछौँ गाजर खेतीको बारेमा। गाजर चिसो मौसममा हुने महत्त्वपूर्ण जरे बाली समूहको तरकारी बाली हो। यो अम्बेलिफेरी परिवार अन्तर्गत पर्छ। गाजरमा अल्फा र बीटा क्यारोटिन जुन भिटामिन ए को कच्चा पदार्थ प्रचुर मात्रामा पाइने तरकारी बाली हो। गाजरको जरामा सुक्रोजको मात्रा बढी पाइन्छ। गाजरमा भिटामिन ए लगायत थाइमिन, राइबोफ्लेविन, नियासिन प्रशस्त मात्रामा पाइन्छ। गाजरको पातमा जरा भन्दा बढी भिटामिन, फलाम, फोस्फरस तथा क्याल्सियम पाइन्छ। नेपालमा भिटामिन ए को कमी भएको जिल्लाहरूमा गाजर खेतीको प्रचार प्रसार भएमा यसको सेवन बढी भई आँखा सम्बन्धी रोग नियन्त्रण गर्ने ठूलो योगदान पुग्ने देखिन्छ। गाजरको नियमित सेवनले पिसाबको मात्रा बढ्ने र युरिक एसिडलाई समेत निको पार्दछ। मृगौलाको रोगीलाई लाभदायक हुन्छ। बढी प्रोटिन भएको खाना खाँदा गाजर खाएमा प्रोटिनलाई सन्तुलन राख्न मद्दत गर्छ। गाजरको बिउबाट निकालेको तेल खाद्य पदार्थहरू बास्नादार बनाउन प्रयोग गरिन्छ। पेटमा ग्यास भरेको अवस्थामा पनि निकै उपयोगी हुन्छ। गाजरको उत्पत्ति मध्य एसियाबाट भएको अनुमान गरिएको छ। गाजर खास गरी दुई किसिमका हुन्छन्, एसियाली र युरोपेली। एसियाली जातको बिउ उत्पादन 1 वर्षमा हुन्छ भने युरोपेली जातको बिउ उत्पादन 2 वर्षमा हुन्छ। युरोपेली जातको गाजरमा भिटामिन ए को मात्रा बढी हुन्छ। यस जातको गाजर सुन्तला रङको हुन्छ भने एसियाली जातको गाजर कालो रङका हुन्छन्। अब कुरा गरौँ हावापानी। समुद्र सतहबाट 2000 देखि 2500 मिटर उचाइसम्म चिसो मौसम हुने क्षेत्रमा यसको सफलतापूर्वक बिउ उत्पादन गर्न सकिन्छ। तर एसियाली जातको बिउ उत्पादन भने उपोष्ण हावापानी भएको क्षेत्रमा पनि गर्न सकिन्छ। नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रमा कम वर्षा हुने भएकाले यी क्षेत्रहरू गाजर बिउ उत्पादनको लागि अत्यन्त राम्रो उपयुक्त मानिन्छ। यसैले मुस्ताङ, जुम्ला, डोल्पा जस्ता कम पानी पर्ने क्षेत्रहरूमा गाजरको बिउ उत्पादनको लागि सिफारिस गरिएको छ। बिउ उम्रिनको लागि 7.2 डिग्री सेल्सियस देखि 23.9 डिग्री सेल्सियस आवश्यकता पर्छ। बिउ उत्पादनको लागि 4.8 देखि 10 डिग्री सेल्सियस तापक्रम 4 देखि 6 हप्तासम्म चाहिन्छ। अब कुरा गरौँ माटो। गाजर खेती गहिरो, खुकुलो र दोमट माटोमा राम्रो हुन्छ। गाढो बाली उत्पादनको लागि बलौटे दोमट माटो उपयुक्त हुन्छ। 5 देखि 6.3 pH भएको माटोमा गाजर खेती राम्रो भएको पाइएको छ। अब कुरा गरौँ जमिनको तयारी तथा मलखाद। जमिनलाई 4-5 पटक जोती बुरबुराउँदो बनाउनु पर्छ र जमिनको सतह एकनासले मिलाउनु पर्छ। जमिनको अन्तिम तयारीमा 1.5 टन राम्रो पाकेको गोबर मल प्रति रोपनी एकनासले मिलाउनु पर्छ र साथमा युरिया 4 केजी, डिएपी 2.5 केजी, पोटास जमिनको अन्तिम तयारीमा नै हाल्नु पर्छ। अब कुरा गरौँ रोप्ने तरिका, समय र बिउ दर। तराईदेखि मध्य पहाडमा भदौदेखि पुस महिनासम्म र पहाड तथा उच्च पहाडमा फागुनको तेस्रो हप्तादेखि साउनको पहिलो हप्तासम्म रोपिन्छ। गाजरको बिउ मसिनो भएकाले सुक्खा बालुवा मिसाई छर्दा एकनासको हुन्छ। लाइनमा लगाउँदा हाडदेखि हाडको दूरी 25 सेन्टिमिटर र बोटदेखि बोटको दूरी 7.2 सेन्टिमिटरको फरकमा र 2 सेन्टिमिटरको गहिराईमा रोप्नुपर्छ। बिरुवा उम्रिन साधारणतया 2 देखि 3 हप्ता लाग्छ। बिउ लगाउनु भन्दा 1 दिन पहिला बिउ भिजाएर लगाएमा 10 देखि 12 दिनमा पनि उम्रिन्छ। 400-500 ग्राम प्रति रोपनी बिउको आवश्यकता पर्छ। अब कुरा गरौँ गाजरका जातहरू। पहिलो छ नान्टिस। यो जात विशेष गरी पहाडी र उच्च पहाडी क्षेत्रको लागि उपयुक्त मानिन्छ। यो जात 90 देखि 100 दिनमा छिटै तयार हुन्छ। यो जात सानो भएकोले बगैँचामा उत्पादन गर्न निकै सजिलो हुन्छ। अर्को छ न्यू कोरोडा। यो तराई र भित्री मधेसको लागि उपयुक्त मानिन्छ। यसको रङ गाढा सुन्तला र जरा मोटो हुन्छ। अब कुरा गरौँ बाली थन्काउने र भण्डारण। गाजर सफा गरी बिक्री गरिन्छ। गाजर 7 दिनसम्म बाहिर रहन सक्छ र लामो समयको लागि भण्डारणमा 12 डिग्री सेल्सियस र 18 डिग्री आर्द्रतामा राख्नुपर्छ र उत्पादन भने 1 टन आउँछ प्रति रोपनी। अब कुरा गरौँ गाजरमा लाग्ने रोगहरू। पहिलो छ डडुवा। यो जाडो याममा लाग्ने रोग हो। यो रोगमा पातको सानो खैरो थोप्ला र वरिपरि पहेँला हुन्छ। अन्त्यमा पातहरू मर्छन् र चाउरिन्छन्। यसो हेर्दा तुसारोले खाए जस्तो हुन्छ। बिउबाट सर्ने रोग हो र ओसिलो अवस्थामा यसको प्रकोप बढी हुन्छ। यसको नियन्त्रण गर्न थिरम र क्याप्टेन 2 ग्राम प्रति केजी बिउका दरले उपचार गर्नुपर्छ। अर्को छ सर्कोस्पोरा डडुवा। यो पनि पातमा लाग्ने एक किसिमको रोग हो र यो पात
पातको छेउमा लाग्छ र घुम्रिने हुन्छ। आर्द्रता बढी भएको बेला यसको प्रकोप बढी हुन्छ। यसमा पनि नियन्त्रण गर्न थिरम र क्याप्टेन 2 ग्राम प्रति केजी बिउका दरले उपचार गर्नुपर्छ। को छ धुले रोग, जसलाई पाउडरी मिल्डु भनिन्छ। यो रोग ढुसीले गर्दा हुन्छ। कहिलेकाहीँ यो प्रमुख रोग बन्छ। पातमा साना धुलोका दागहरू देखा पर्छन्। पातको तल्लो भाग खैरो र पर्पल रङ देखा पर्छ। यसको नियन्त्रण गर्न गन्धकको धुलो छर्नु पर्छ। अब कुरा गरौँ किराहरू। पहिलो छ जुका, जुन रुटनट निमाटोड। आँखाले नदेखिने सूक्ष्म जुकाले गर्दा गाजरमा गाँठाहरू देखा पर्छन्। जराले खाद्यान्न लिन सक्दैन र वृद्धि रोकिन्छ। यसको नियन्त्रणको लागि गर्मीको समयमा जमिनलाई जोतेर छोड्नु पर्छ र सूर्यको प्रकाशले गर्दा जुका नियन्त्रण हुन्छ। ती बाली प्रणाली अपनाउनुका साथै सूर्यमुखी र सयपत्री फूलको बोटहरू गाजर बालीको वरिपरि लगाउनाले यसको पनि नियन्त्रण हुन्छ। आजको लागि भिडियो सामग्री यति नै। हाम्रो भिडियो हेर्दै गर्नुहोला। भिडियो मन परेमा लाइक, शेयर र कमेन्ट गर्न नबिर्सनुहोला।